दर्शकवृन्द, भूपेन्द्रले भुन्टीलाई फसाउन खोजेको थियो, तर अहिले भूपेन्द्र यति नराम्रो गरी फसिरहेको छ कि भुन्टीलाई मार्ने र उसलाई सिद्ध्याउने आफ्नो गर्लफ्रेन्ड जेरीसँग कुरा गरिरहेको सबै भुन्टीले रेकर्ड फोनमा गरिरहेको थियो। र दर्शकवृन्द, अब भुन्टीले सबै अब जितको निश्चित बनाइसकेकी छिन् र दर्पणमा हातमा पारेपछि भूपेन्द्रले थाहा पायो कि अब भुन्टीले पर्दाफास गर्यो भने त म सिधै जेल जान्छु, बरु भुन्टीले फकाएर हुन्छ कि के गरेर हुन्छ भन्दै भुन्टीको खुट्टामा ढोक्दै, भुन्टी प्लिज अनि यो सबै भिडियो डिलिट गर, नत्र भने त राम्रो हुँदैन भनेर भनिरहेको हुन्छ। भुन्टीले चाहिँ म यो डिलिट गर्न सक्दिनँ, किन गर्छु त पापीहरूले यही सम्पत्तिको लागि मलाई मार्नु खोजेको होइन, म तिमीहरूले म छोड्ने नै छैन भनेर उनलाई लात्ताले हानेर त्यहाँबाट ऊ चौकीतिर लागिरहेको हुन्छन्। त्यतिकैमा यता भूपेन्द्रको आमा र भाइ यता सरको घरमा आइरहेका हुन्छन्। उनीहरूले त कहाँ भाग्दैछस् त, हामीले जमाएको सम्पत्ति सबै तैँले अंश मुद्दा लाएर लानु आँटिसन त माग्ने र थाङ्नेको छोरीले भनेर धम्की दिन्छन् बाटोमा। तर यता भुन्टीले यति पनि डर नमानी आफ्नो सासूसँग ठाडै बोल्छिन्, तैँले के गर्छस् मलाई यहाँनिर चुप्पो लागेर तेरो घरमा जा, म यहाँ कहाँ जाँदैछु तँलाई के थाहा भनेर भनिरहेकी हुन्छन् भुन्टीले। तर पनि यता अनि आफ्नो सासू बालकुमारीले चाहिँ कुट्नु खोजिरहेको हुन्छ। जबरजस्ती समातेर ल्याउँदाखेरि आफ्नो सासूमाथि पनि हात लागिरहेकी हुन्छन्। दर्शकवृन्द, अब यति खतरा किन भई, कसरी भई भनेर उनीहरू पनि छक्क परिरहेको हुन्छन्। उनीहरू निराश हुँदै यता घरमा आउँदाखेरि आफ्नो छोरा भुवन पुरा चिच्याइरहेको हुन्छ। उनीहरू छक्क पर्छन्, होइन के हुँदैछ यो घरमा भनेर यता अनि भूपेन्द्रको भाइले भन्छन्। तर होइन, यो भूपेन्द्रको आवाज जस्तै छ भनेर बालकुमारीले पनि भन्छन्। तर त्यहाँ घरमा आइपुग्दाखेरि भूपेन्द्रलाई बराभित्र राखेका हुन्छन् र यो के गरेको भनेर भन्दाखेरि यता आफ्नो जेठा छोरा अनि भुवनले अनि तपाईँ किन यहाँ आउनुभएको, यहाँ किन आउनुपर्ने काम के थियो भनेर आफ्नो आमाले भन्छन्। आफ्नो छोराकोमा नआएर म कहाँ आउनु, किन छोराकोमा आउँदाखेरि मैले प्रमोसन लिनुपर्ने हुन्छ भन्दै छोरासँग पनि रिसाउँदै बोलिरहेको हुन्छन्। यो ज्यानमारालाई यहाँनिर यसरी नथुनी कहाँ हुन्छ, यसले अनि भुन्टीलाई मार्न खोजिरहेको थियो। अब भुन्टीलाई मार्ने मान्छेले हामीलाई मार्न सक्छ, त्यही भएर यसले मैले यसरी बोरामा बाँधेर राखेको भनेर भन्छन्। होइन, त्यो भुन्टीलाई त मार्नै पर्छ, भुन्टीले नमारी हुँदैन, त्यसले सिद्ध्याउनु पर्छ अनि मात्रै हुन्छ, नत्र भने हामीले दुःख गरेको सम्पत्ति सबै लान्छ भनेर बालकुमारीले पनि उल्टै भन्दाखेरि भुवन अझै आमासँग धेरै रिसाउँछन्। त्यही बालकुमारीको कारणले गर्दाखेरि घरमा न बुहारी टिक्छ, न छोरीको घरजम राम्रो भयो, न छोरा नै राम्रो भयो। दर्शकवृन्द, आफ्नो सबै यो घरमुलीले नै यसरी राम्रो बाटो नदेखाएपछि सन्तानको त के अवस्था। दर्शकवृन्द, अब के हुन्छ त यो सिरियलमा, यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने हुन्छ। धन्यवाद।